धन्यवाद। यस सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू र यस कार्यक्रममा पाल्ने सम्पूर्णलाई 2 नम्बर वडा र मेरो व्यक्तिगत तर्फबाट नमस्कार। सर्वप्रथम म आज फेमसी जुन आज यो राष्ट्रिय भेला जुन चितवनमा, त्यसपछि पनि भरतपुर महानगरपालिका, त्यही माथि पनि 2 नम्बर वडामा जुन यो कार्य गरिदिनु भएको छ र चितवनलाई चिनाउने एउटा थलोको रूपमा सबै व्यवसायहरू 19वटा जुन सङ्घ बढाउनु भएको छ र चितवनलाई चिनाउने र 2 नम्बर वडालाई चिनाउने जुन यो आज यो भेला बोलाइदिनु भएको छ, सर्वप्रथम 2 नम्बर वडा र महानगर तर्फबाट धन्यवाद दिन चाहन्छु। अघि नै गोपाल सरले धेरै कुराहरू राखिसक्नु भएको छ। हामी पनि व्यवसाय रूपमै, मेरो पनि पोल्ट्री व्यवसाय नै हो। तपाईँ हामीलाई परेको समस्याहरू र यही समस्याको बारेमा धेरै कुराहरू अध्यक्षहरूले राखिसक्नु भएको छ। सबभन्दा ठुलो समस्या तपाईँहरूको व्यवसाय, उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ सबैले मेलाको रूपमा मेला राख्दै गर्दा जुन तपाईँहरूको परेको समस्याहरू र तपाईँहरूलाई परेको अप्ठ्याराहरू जुन हाट बजारको रूपमा र पोका व्यवसायहरू गर्नेहरूले र तपाईँहरूको पसलको अगाडिपट्टि मैले धेरै मात्रामा तपाईँको नागढ बजारमा विशेष गरी तपाईँहरूको पसलको अगाडिपट्टि व्यवसाय भुइँमा बिछाएर जुन व्यवसाय गरिरहेका छन् त्यसले परेका समस्याहरूको बारेमा हामी धेरै नै जानकारी छौँ र हामीले अहिले मात्रै पनि लगभग तपाईँको 10-12 दिन अगाडिदेखि हामीले जुन पोका व्यवसायहरूलाई हटाइरहेका छौँ, जसले तपाईँहरूले कर ट्याक्स सबै तिरेर व्यवसाय गरिराख्नु भएको छ। तर तपाईँहरूलाई समस्याको रूपमा, स्थानीय रूपमा समस्याहरू परेको समस्यालाई हामीले चितवन जिल्लामा विशेष गरी भरतपुर महानगरपालिकाले नगर प्रहरी लगाएर भए पनि हामीले त्यो व्यवसायहरूलाई हटाउने र तपाईँहरूलाई सहयोग गर्ने वातावरण तयार गरिरहेका छौँ। र अझ मैले तपाईँहरूको बिचमा थोरै व्यवसाय तपाईँहरूले राख्दै गर्दा तपाईँहरूको भाडा कर जुन तपाईँहरूले व्यवसाय गर्नुभएको छ, तर भाडा कर घरबटीले तिर्नुपर्ने पैसा तपाईँहरूले तिर्नु परेको मैले बुझिरहेको छु। जसले तपाईँले कम्पनी दर्ता गर्न आउँछ, दर्ता गर्न आउँदाखेरि तपाईँले भाडा कर नतिरिकन तपाईँहरूको व्यवसाय रिनु हुँदैन। त्यस कारण तपाईँहरूलाई समस्या परिरहेको हुन्छ। कति तपाईँहरूले कागजको रूपमा गरिरहनु भएको छ, कति घरबेटीको तपाईँको भाडा तपाईँले 50,000 भाडा तिरिराख्नु भएको छ, तर तपाईँको भाडा कर तिर्ने भनेको त्यही घरबेटीले तिर्यो, तर व्यवसायहरूले भाडा कर तपाईँको 50,000 भएको भाडालाई 7,000, 8,000, 15,000 रुपियाँ कम गरेर त्यो व्यवसाय रूपमा त्यो राज्यलाई ठग्ने काम भइरहेको छ। किनकि त्यो तिर्ने भनेको घरबेटीले तिर्ने कर हो। घरबेटीले तिर्ने कर जस्तो तपाईँले तिरिराख्नु भएको छ। तपाईँले लिगल रूपमा जुन भाडाको रूपमा तिरिरहेको 50,000, 1 लाख रुपियाँ जुन भाडा तिरेको भाडालाई तपाईँले कम गर्नलाई, घरबेटीको कर कम तिर्नका लागि तपाईँले जुन घटाउने काम भइरहेको छ, यसलाई रोक्न जरुरी छ। तपाईँको राज्यले जुन पाउने सुविधाहरूको रूपमा तपाईँहरूले जुन पाउनुहुन्छ त्यसको लागि रोकिने वातावरण भनेको तपाईँहरूले सोही तपाईँले भाडाको मेरो भाडा यति भनेर भन्नुभयो भने बल्ल त्यसलाई करको रूपमा अगाडि बढ्नेछ भन्न चाहन्छु। र आज यो जुन भेला, यो आज महाभेला पनि भएको छ, विशेष गरी राष्ट्रिय भेला रहेछ। राष्ट्रिय भेला र तपाईँहरूको बिचमा केन्द्रीय समिति पनि बन्दैछ र केन्द्रीय समिति बन्दैलाई म शुभकामना दिन चाहन्छु। र आज मलाई विशिष्टको रूपमा बढाइदिनु भएकोमा सर्वप्रथम म 2 नम्बर वडा र मेरो व्यक्तिगतबाट धन्यवाद भन्दै म आज यो भेलालाई शुभकामना दिँदै म यहाँबाट बिदा हुन चाहन्छु। हस्त, नमस्कार।